The key is don't doubt God's promises for your life. अनि साँच्चा चाहिँ यो हो कि परमेश्वरको प्रतिज्ञा जो तपाईको जीवनमा छ त्यसलाई शंका नगर्नुहोस्। Whatever word or promise He gives you, परमेश्वरले प्रतिज्ञाको जुनै पनि वचन तपाईलाई दिनुहुन्छ, don't doubt. शंका नगर्नुहोस्। Believe with your heart. आफ्नो हृदयले विश्वास He गर्नुहोस्। said He will bless you, He will bless you. उहाँले तपाईलाई भन्नुभएको छ आशीष दिन्छ, निश्चय नै दिनुहुन्छ। He said He will grow your ministry, He will grow your ministry. उहाँले सेवकालाई वृद्धि गर्नुहुन्छ, उहाँले गर्नु नै हुन्छ। He said He will lift you up, He will lift you up. उहाँले उचाल्छु भन्नुभएको छ, उचाल्नु नै हुन्छ। Don't run ahead. तपाई अगाडि कुदेर If you नजानुहोस्। run ahead, तपाई कुदेर अगाडि जानुभयो you भने will miss your call. तपाईले आफ्नो बुलावटलाई गुमाउनुहुन्छ। Follow the shepherd. अनि तपाईले जहिले पनि गोठालो येशू ख्रीष्टलाई पछ्याउनुहोस्। One of the key characteristics of the lamb's life. अनि त्यो चाहिँ थुमाको जीवनको अति नै महत्त्वपूर्ण चरित्र हो। One of the greatest characteristics of a lamb is it is a follower. अब एउटा भेडाको सबैभन्दा ठुलो चरित्र चाहिँ त्यो चाहिँ पछ्याउने हो। It is not a leader. अनि त्यो चाहिँ एउटा अगुवा हैन। A goat is a leader, बाख्रा चाहिँ जहिले पनि अगुवा हुन but it चाहन्छ, is a very disobedient leader, तर ऊ आफै चाहिँ अनाज्ञाकारी अगुवा हो, an arrogant leader, एकदमै घमण्डी अगुवा हो, prideful leader, एकदमै घमण्डले भरिएको अगुवा, stubborn leader. एकदमै अट्टेरी अगुवा हो। You don't want to be a goat, तपाई बाख्रा हुन चाहनुहुन्न, but a lamb. तर एउटा भेडा हुन A चाहनुहुन्छ। lamb is a follower. अब एउटा भेडा भनेको चाहिँ पछ्याउने हो। The lamb's eyes are always on the shepherd. अनि त्यो भेडाको आँखा चाहिँ जहिले पनि गोठालो माथि हुन्छ। It doesn't take its eyes away from the shepherd. अनि त्यो भेडादेखि कहिले पनि उसले आफ्नो आँखा हटाउँदैन। So its eyes are always watching what the shepherd will do. अनि उसको आँखाले चाहिँ सधैँ हेरिरहेको हुन्छ कि त्यो भेडा त्यो गोठालोले चाहिँ के गर्छ। Lamb's eyes always on the shepherd. अनि त्यो भेडाको आँखा चाहिँ जहिले पनि गोठालो माथि हुन्छ। The lamb is not independent minded. अनि त्यो भेडा चाहिँ जहिले पनि स्वतन्त्र विचारको हुँदैन। So this is what you must learn. तपाईले सिक्नुपर्ने कुरा यो हो। You want to be a leader in the last days, army. अन्तिम दिनको सेनामा तपाईँ अगुवा हुन चाहनुहुन्छ भने You must be a follower. तपाईँ चाहिँ पछ्याउने व्यक्ति हुनुपर्छ। Follow wherever the Lord Jesus will lead you. अनि प्रभु यीशु ख्रीष्टले तपाईलाई जहाँ पनि लानुहुन्छ तपाईले पछ्याउनु पर्ने हुन्छ। If He doesn't lead you anywhere, उहाँले तपाईलाई कहीँ पनि अगुवाई गर्नु भएन भने don't go. तपाईँ कहीँ जानुहुन्न। No matter how tempting the invitation is, अनि तपाईले पाउँदै गरेको निमन्त्रणा जत्तिकै लोभ्याउँदो किन नहोस्, no matter how tempting the offer is, तपाईले पाउँदै गरेको अफर जो छ एकदमै तपाईलाई लोभलाग्दो किन नहोस्, never be tempted. तपाईँ त्यति बेला कहिले पनि लोभमा नपर्नु होला।